नमन र यस पतञ्जलि गोधुली कार्यक्रममा अहोरात्र खट्नुहुने सम्पूर्ण दिव्य आत्मजन्म ओमको नमन गर्दै मैले धेरै समय यसलाई खर्चिन। हामी मङ्गलाचरणमा छौँ। सबैजनाले हातमा पुष्प भए पुष्प लिएर नमस्कार गर्नुहुन्छ, नभए पनि हातलाई त्यत्तिकै जोडेर नमस्कारको मुद्रामा रहनुहुनेछ। स्वस्थानी परमेश्वरीको हामी स्तुति गरिरहेका छौँ। ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस् तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदः क्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मीततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। पुष्पलाई दीपको नजिकै अथवा पुस्तकमा राखिदिनु हुनेछ छेउमा। र हामी आज पञ्चविंशोऽध्याय 25औं अध्यायमा छौँ। कुमारजी आए गर्नुहुन्छ, हे अगस्त्यमुनि, तहाँपछि लावण्य देशमा मन्त्रीहरूले हात्तीलाई सुवर्ण कलश र फूलको माला दिएर राजा खोज्न लगाएका थिए। लोकहरूले नाना वस्त्र अलङ्कार पहिरी ऊभन्दा ऊ राम्रो भएर राजा होइजाउँला कि भनेर हात्तीको नजिक गई अघि पछि लागेर हिँड्न थाले। नवराज ब्राह्मण पनि वहाँ पुगेर एउटा पार्टीमा बसेर तमासा हेरिरहेका थिए। हरिहर हात्तीमा प्रवेश गरी नवराज ब्राह्मणका नजिकमा गई फूलको माला गलामा लगाई सुवर्णका कलशले अभिषेक गरियो। त्यो देखि कति अर्काका भाग्यको डाहा गर्नेहरू भन्दछन्, हे लोक हो, यो हात्ती बौलायो। यस देशमा क्षत्रिय कोही छैनन् र यसले ब्राह्मणलाई अभिषेक गरियो भनेर भन्न लागे। त्यसैमा कसैले हात्ती बौलाएको होइन, तिमीहरू नै बौलायौ। मुखले बोल्न नजाने पनि हात्ती देवता हो। हे मूर्ख जस्ता मनुष्य हो। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र जुन जातको भए पनि बिना नारायणले नदी राजा हुन पाइन्न। उसको भाग्यले दियो, अब चुप लाग भनेर सम्झाए। तब हरिहर प्रवेश भइरहेको हात्तीले नवराजलाई सुनले उचाली आफ्ना कुम्भस्थलमा राखी दरबारमा लग्यो। गुरु पुरोहितले नाना वस्त्र अलङ्कार पहिराई सम्पूर्ण सामग्री तयार गरी पूर्ण घट अष्टमङ्गल गरी सुदिन हेराई। त्यही शहरकी राजकुमारी लावण्यवतीलाई विधिपूर्वक नवराजसित विवाह गरिदिए। हे महाराज, अभिषेक भएको छैन, सामग्री तयार छ, सुदिन निश्चय गरी अभिषेक लिनुहोस् भनेर मन्त्रीहरूले भनेको सुनि नवराज भन्दछन्, मन्त्री हो, मेरी महतारी छँदै अरूसित कसरी अभिषेक लिऊँ? चन्द्र ज्योति नगर बाहिर मेरो घर छ, त्यहाँ गोमा ब्राह्मणी नाम भएकी मेरी माता छन्, तिनलाई लिन पठाऊ। यस्तो आज्ञा भएपछि मन्त्री म जान्छु भनेर नाना वस्त्र अलङ्कार लिई फौज समेत गएर चन्द्रज्योति नगरमा गए।
गोमा ब्राह्मणीलाई भेटी प्रणाम गरी भने, हे राजमाता, तपाईँलाई नवराज पुत्र लावण्य देशका राजा भए म उनको मन्त्री हुँ। तपाईँलाई लिन पठाउनु हुँदा आए वस्त्र अलङ्कार पालकी ल्याएको छु। पहिरेर सवारी होस् यस्तो मन्त्रीको कुरा सुनेर खुसी भई वस्त्र अलङ्कार पहिरी गोमा लावण्य देश जान लागिन्। चन्द्रज्योति नगरका स्त्रीहरूले चाल पाएर हतारिएर हेर्न जाँदा कतिका कपालको केश फुकेका, कसैका छोरा छोरी रोएका, कोही खाँदा खाँदै उठेर हिँडे। यसरी गोमा फौज समेत जान लागेको देखि हेर स्त्री जाति भए पनि सधैँ अर्काको ढिकी जाँतो गरी दुःख सहेर बाँचिरहेकी थिइन्। आज राजमाता भइन् भनेर कुरा गर्दथे। उता गोमा लावण्य देशको नजिकमा पुगिन्द्र नवराजले चाल पाए हात्ती घोडा रथ लगी गीत वाद्य गर्दै सिन्दुर यात्रा गरेर दरबारमा लगी दण्डवत गरेर, हे माता, तपाईँका तपस्याले म राजा भएँ, अब अभिषेक दिनुहोस्। यस्तो नवराजले भनेपछि सुदिन ठहराई सुनको सिंहासनमा बसालिन्। विधिपूर्वक नवराज र लावण्यवतीलाई एकसाथ राज्याभिषेक दिइन्। राज्याभिषेक समारोह सकिएपछि गुरु पुरोहित सबैलाई भोजन गराई दक्षिणा दिएर बिदा गरे। हात्ती घोडा रथ सहित गीत वाद्य गर्दै सिन्दूर यात्राका साथ दरबारमा जाँदा भए। श्री स्कंद पुराणे केदारखण्डे माघमात्मे कुमाराभिषेक समाधि श्री स्वस्थानी परमेश्वरे व्रत कथायां नवराज राज्याभिषेको नाम पञ्चविंशोऽध्यायः। अब हामीले मङ्गलाचरण गऱ्यौँ। अब हामी पुष्पाञ्जली गर्नेछौँ।